बाबु नानीहरू पहिला हामी यो भिडियो हेर्ने अनि यसको फन्नी कमेन्ट पढ्ने ल। सालीलाई 1 लाख रुपैयाँ नदी जुत्ता दिने पनि कसले ऋण हालिदिने लु त? पनि म लिने हो, मलाई त मतलब छैन। त्यो पनि हालिदिन्छ नि त, के जान्छ। Thank you very much, Verazu. ल सुरु गरौँ। दिदी बेच्ने नयाँ तरिका। 1 लाख खोजेको होइन, 1 ठ्याक खोजेको हो फतौरीले। मजनू क्या कर रहे हो तुम? किसी को भी फोन करते हो, कुछ भी मांगते हो। पैसा भए सालीले बैस बेच्ने देखियो। होइन होला के हो? यस्तो अपराधी साली कसैले नपरोस्। अब सालीलाई गाली मात्र गर्ने कि फलो पनि गर्ने तपाईहरु मलाई?